नमस्ते साथीहरू, तपाईहरुलाई सबैलाई स्वागत छ मेरो नयाँ ब्लगमा। म हुँ लक्ष्मण जोशी र यो मेरो पहिलो ब्लग हो। त्यसैले तपाईहरुको माया र साथ मेरा लागि धेरै महत्त्वपूर्ण छ। यदि तपाई नयाँ हुनुहुन्छ भने प्लिज च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस् र बेल आइकनलाई पनि प्रेस गरिदिनुहोस् किनकि म यस्तै रमाइला र इन्फर्मेटिभ भिडियोहरू निरन्तर ल्याउँदै जानेछु। आज म तपाईहरुलाई लिएर जाँदैछु हाम्रो आफ्नै गाउँठाउँमा रहेको पवित्र केदार र नागार्जुन मन्दिर दर्शन यात्रामा। यो ठाउँ मेरा लागि निकै खास छ र तपाईहरुका लागि पनि निकै खास रहेको छ। आजको दिन हाम्रा लागि निकै विशेष रहेको छ किनकि आफ्नै जन्मभूमिमा रहेका यस्ता धार्मिक स्थलहरूको दर्शन गर्न पाउनु आफैमा एउटा ठुलो सौभाग्य हो। यी मन्दिर केवल अवस्थाका केन्द्र मात्र होइन, यहाँको प्राकृतिक सौन्दर्य र शान्त वातावरणले मनलाई एकदमै आनन्दित बनाउँछ। आजको यस यात्रामा म तपाईहरुलाई यहाँको बाटो, वातावरण, मन्दिर र मेरा अनुभवहरू सबै कुरा देखाउने र सुनाउने प्रयास गर्नेछु। त्यसैले अन्तिमसम्म मेरो साथमा रहनुहोला। हेरौँ अब केदार मन्दिरको दृश्य। साथीहरू, अहिले हामी केदार मन्दिरको पवित्र स्थानमा छौँ। यहाँको वातावरण नै यस्तो छ कि मन आफै शान्त हुन्छ, आत्माले एउटा अलग्गै अनुभूति गर्छ। अहिले यहाँ प्राण देवता आउने क्षण हुँदैछ। यो क्षण अत्यन्तै पवित्र र शक्तिशाली मानिन्छ। यस समयमा हामी सबैले श्रद्धा र विश्वासका साथ भगवानलाई सम्झनुपर्छ। हाम्रा केदार देवताले भन्नुहुन्छ, तपाईहरु सबै शान्त रहनुहोस्, एक आपसमा माया गर्नुहोस्, सत्यको बाटोमा हिँड्नुहोस्। म तपाईहरुको साथमा छु, डराउनु पर्दैन। तपाईहरुको घर परिवारमा सुख शान्ति र समृद्धि रहोस्। म सबैको रक्षा गर्नेछु। साथीहरू, यही अवस्था र विश्वासले हाम्रो जीवनलाई अगाडि बढाउँछ। केदार भगवानले हामी सबैको रक्षा गरून्। साथीहरू, अब हामी केदार मन्दिरको पवित्र यात्रा सकेर नागार्जुन मन्दिरतर्फ अघि बढिरहेका छौँ। आजको केदार मन्दिरको दर्शनले मनलाई एकदमै शान्त बनायो अनि अहिले नयाँ गन्तव्यतर्फ जाँदा अझै उत्साह बढेको छ। हेर्नुहोस् त, बाटोभरि कति रमणीय दृश्यहरू देखिँदैछन्। हरियाली, डाँडाकाँडा, खुल्ला आकाश र चिसो हावाले यो यात्रा झन् रमाइलो बनाइरहेको छ। यात्रा भनेको केवल गन्तव्यमा पुग्नु मात्र होइन, बाटोमा देखिने यी सुन्दर दृश्यहरू र अनुभवहरू पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन्। प्रकृतिसँग यस्तो नजिकबाट जोडिन पाउँदा मन साँच्चीकै खुसी हुन्छ। अब हामी नागार्जुन मन्दिरतर्फ जाँदैछौँ, जहाँ पुगेर त्यहाँको अनुभव पनि तपाईहरुसँग सेयर गर्नेछु। तपाईहरु अन्तिमसम्म साथमा रहनुहोला र यदि भिडियो मन परिरहेको छ भने एक लाइक, सेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोला।
साथीहरू, अहिले हामी नागार्जुन मन्दिरको पवित्र स्थलमा आइपुगेका छौँ। यो ठाउँ केवल एउटा मन्दिर मात्र होइन, यहाँको वातावरण नै अलग छ, शान्त, पवित्र र मनलाई एकदमै हल्का बनाउने खालको। यो मन्दिर धार्मिक अवस्था मात्र होइन, प्रकृतिको सुन्दरता र आत्मिक शान्तिको सङ्गम पनि हो। वरिपरि हरियाली, चिसो हावा र शान्त वातावरणले मनलाई एकदमै शान्त बनाइदिन्छ। साथीहरू, नागार्जुन मन्दिरमा पूजा आर्चना गर्ने क्रममा यहाँ परम्परागत रूपमा बलि दिने चलन पनि रहेको छ। केही भक्तजनहरूले आफ्नो अवस्थाअनुसार बोकाको बलि दिएर पूजा सम्पन्न गर्ने गर्छन् भने कोहीले केवल शान्तिपूर्ण पूजा मात्र गर्छन्। यो सबै यहाँको धार्मिक परम्परा र अवस्थासँग जोडिएको विषय हो। हामीले यहाँको सांस्कृतिक र विश्वासलाई सम्मान गर्नुपर्छ। तर तपाईहरूले पनि आफ्नो आवश्यकता अनुसार पूजा गर्न सक्नुहुन्छ। बलि दिनै पर्छ भन्ने होइन, श्रद्धा नै मुख्य कुरा हो। साथीहरू, यस्तो पवित्र ठाउँमा आएर तपाईँहरूको माया र साथ बिना यो यात्रा अधुरो हुन्छ। यदि तपाईँलाई यो यात्रा रमाइलो लागिरहेको छ भने लाइक गर्न नबिर्सिनुहोस् र भिडियोलाई सेयर पनि गर्नुहोला अनि साथसाथै कमेन्ट पनि गर्नुहोला र कमेन्टमा आफ्ना विचारहरू लेखिदिनुहोला। र यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने प्लिज च्यानललाई सब्सक्राइब गरेर बेल आइकनलाई पनि प्रेस गरिदिनुहोला ताकि यस्ता रमाइला भ्लगहरू तपाईँहरूलाई छुटाउन नपरोस्।